यसको जुन वाटर एन्ड जेन्डर वेयर वाटर फ्लोज इक्वेलिटी ग्रोज भन्ने जुन हाम्रो नारासहित अगाडि जाँदाखेरि यो एउटा जुन आर्ट डिभिजन सुरु भएको थियो अघि हाम्रो गीताजीले भन्नुभएको जस्तै बर्डियाबाट अनि यहाँ आएर यसरी एक्जिबिसन गरेर यसरी इन्टरेक्सन तपाईँहरू सबैसँग गर्न पाइराख्दाखेरि हामी धेरै नै खुसी छौँ। मलाई अर्को त्यो टिपिआई पनि कस्तो रमाइलो लाग्यो, थर्ड पोल होइन, नर्थ पोल साउथ पोल अनि थर्ड इनिसिएटिभ है टिपिआईको सबै यसरी किताब द स्मल आर्ट नेपाल यो चौधरी फाउन्डेसन सबै मिलेर काम गरिराख्दाखेरि तपाईँहरूले माथि एउटा तिनवटा चाहिँ चारवटा विभिन्न थिमेटिक लोगोजहरू देख्नुभयो होला है, त्यति क्लियर चाहिँ देखिएन होला। त्यहाँ युनेस्को चेयर भनेर कसरी आयो भन्ने होला होइन। अनि अर्को चाहिँ त्यहाँ विश्व पानी दिवस अथवा विश्व जल दिवस अनि मौसम अनि त्यसपछि फेरि हिम नदीको कुरा छ अनि त्यसपछि 2025 देखि 2034 डिकेड अफ एक्सन फर क्रायोस्फेरिक साइन्सेस ड्याक्स भन्ने छ। अघि उहाँले भनेको जस्तै नदी जस्तै बगिरहोस्, यो नदी र नारी पनि 10 वर्षसम्म हामीले कन्टिन्यू गर्नुपर्छ जस्तो लाग्छ। अहिले भर्खरै नेपालमा त्रिभुवन विश्वविद्यालयले होस्ट गर्दै गरेको यो युनेस्को चेयर इन माउन्टेन क्रायोस्फेयर एन्ड वाटरसँगै रिलेटेड युनेस्को चेयरले चाहिँ कमिट पनि गर्छ है। अब यसमा केही चिजहरू लिङ्क गरिराख्दाखेरि हामीले यसपालि वाटर एन्ड जेन्डर चाहिँ यसपालिको वर्ल्ड वाटर डेभलपमेन्ट रिपोर्टको मेन टपिक पनि थियो। त्यो पनि हामीले वर्ल्ड वाटर डेको दिनमा हामीले लन्च पनि गऱ्यौँ र यो एक हप्ताभरि विभिन्न कार्यक्रमहरू गरिराख्दाखेरि यो पोस्ट विकको रूपमा यसरी नदी र नारी भनेर कुरा गरिराख्दा कस्तो साउन्ड सो गुड है।